नेपाली मुभी बेलुकाको 6:50 छ। साथीभाइहरू पनि अरू पनि आउँछ र हामी चाहिँ माथि पार्किङ गर्ने भनेर चाहिँ आएको छौँ। ल आइपुग्यौँ हामी चाहिँ अहिले पामेस्मतको टाउन होइन दाइ? यो दाई पनि हुन्छ केशव दाई, हिजोको भिडियो पनि हुन्छ। आज स्पेशल गौथली मुभी छुट्टीको दिन होइन दाइ? नेपाली मुभीलाई माया गर्नु पर्यो। एकदम सही हो दाइ, सही हो होइन त सुजा? नेपाली मुभीलाई माया गर्नु पर्यो भन्छ कि दाइले। सपोर्ट नेपाली मुभीहरू राम्रो बनिनु पर्यो होइन? त्यो ठिक हो। माथि यो डाउन टाउनको माथि चटपटे बनाउने कार्यक्रम हुँदैछ है। यो चाहिँ मुभी हेर्नु जानुभन्दा अगाडि टक्कसँग जुन खै त हेर त चटपटे मुभी हलमा म चाहिँ एउटा सामान राखेर आउँदैछु। हामी मुभी हेर्न गौथली, नेपाली मुभी गौथली कहाँ यहाँनिर केही छैन रहेछ। ल गौथली मुभी है न्युजिल्यान्डमा। ल है गौथली मुभी दिदी भिडियो गर्नुहुँदैछ। उद्देश्य के लिनु कुनै छुन सक्दै जुनलाई कस्तो लाग्यो मुभी? दामी नै कस्तो दामी। 10 मा कति दिन्छ? पर्खेको खोजेको मुभी त मैले 10 स्केल कति स्केल 10 मा? 10 नै दिन्छु म त। दिन्छ? कस्तो लाग्यो? दामी लाग्यो। हामीलाई मुभी 10 मा कति दिन्छौ? 9 अन्त मलाई कस्तो लाग्यो? एकदमै राम्रो। 10 मा कति? 10 आउट अफ 10 दाइ। हो सन्ध्यालाई? 10 आउट अफ 10 हो कस्तो लाग्यो सुजालाई? गुड लाग्यो दाइ। गुड है। 10 मा कति? 10 मा 11 त सही हो, अति दामी लागेको। ठिकै लाग्यो। 10 मा कति? 10 मा 9.9। तपाईँलाई? 10 मा 10 दिनलाई कस्तो लाग्यो? दामीलाई 10 मा कति? 10 मा सबैले 10 दिएको छ है। दामी लाग्यो। 10 मा मलाई पनि 10 नै लागेको हो दामी। दिदी दाइलाई चाहिँ कस्तो लाग्यो मुभी? तपाईँलाई कस्तो लाग्यो मुभी चाहिँ? एकदम समग्रमा राम्रै छ भाइ। 10 मा कति दिनुहुन्छ तपाईँ? दिदी चाहिँ 10 मा कति दिनुहुन्छ? 10 मा 10 नै दिन्छु। तपाईँ? मेरो 10 मा चाहिँ 7 हो होइन। अलिकति स्तर बढाउनु पर्छ अब होइन। सबभन्दा लोएस्ट दिने चाहिँ तपाईँ हुनुहुँदो रहेछ। तर पनि आफूलाई लाग्ने कस्तो हुन्छ केही छैन नभने धेरै सुधार नै छ अझै। ल सबैले एकचोटि चाहिँ गौथली भनौँ न त लु है। गौथली रिकमेन्डेड हो सबैलाई मतलब होइन। माथि पार्किङ पनि फ्री रहेछ। अब हामी चाहिँ घर फर्किँदैछौँ। अब चाहिँ हामी घर फर्किँदैछौँ गौथली मुभी हेरेर है। गौथलीहरु कस्तो रुनु मन लाग्यो। त्यो भन्नु हुँदैन किनभने त्यो भन्यो भने कतिले अब हेरेको छैन, नहेर्नलाई हेर्न आउनु। तर दामी मुभी एकदमै दामी। ल त बाई बाई। ठुलेले पनि बाई भन्नु हुँदैछ हो।